हेलो म चाहिँ तपाईँहरूको लुसिफर गेमिङ। आज चाहिँ म तपाईँहरूलाई टु नाइट अपडेट भन्छु, तर टु नाइट अपडेट चाहिँ छैन, त्यसको लागि सरी है, थम्बनेलको लागि मात्रै हो। टु नाइट अपडेट चाहिँ छैन र अपकमिङ इभेन्ट चाहिँ छ है, 2-4वटा इभेन्ट, र म चाहिँ त्यो चाहिँ सो गर्छु। तपाईँहरूलाई कस्तो लाग्छ भनिदिनु होला कमेन्टमा। र सबैभन्दा पहिला कुरा गरौँ यो इभेन्टको है त। तपाईँले चाहिँ यो बङ्गलादेश सर्भरमा चाहिँ 2 दिनपछि 12 मार्चमा देख्न सक्नुहुनेछ। यो चाहिँ युनिभर्सल रिङ टोकनमा आउनेछ र यसको साथमा अरू पनि जोकर आउनेछन्, रेड जोकर र व्हाइट जोकर पनि हुनेवाला छ। मलाई चाहिँ यो बन्डल ठिकठाकै लाग्यो, तपाईँहरूलाई कस्तो लाग्यो भनिदिनु होला। हेर्नुहुन्छ यसको चाहिँ एउटा ब्याकप्याक आउनेछ र गाडीको स्किन, अर्को ब्याकप्याक र सर्फबोर्ड आउनेछ। बन्डल ठिकठाकै छ। र कुरा गरौँ हामीले नेक्स्ट इभेन्ट चाहिँ कहिले आउँछ फिक्स छैन, तर मलाई चाहिँ बब्बा लाग्यो है। लास्ट सर्टवाला कुनै पनि गनको लास्ट सर्ट हुनेवाला छ, स्क्रिनमा देख्न सक्नु। यो स्किन पनि युनिभर्सल फिसिङ मुभ भन्नेवाला हुनेवाला छ र यो चाहिँ मलाई बवाल लाग्यो है। लास्ट सर्ट हुनेवाला छ, देख्न सक्नुहुन्छ स्क्रिनमा। र एउटा नाइफको स्किन आउनेछ, चेन्ज गर्न मिल्नेवाला छ दुईतिर है, एउटा रेड र ब्लूमा छ कलर। मलाई चाहिँ ठिकठाकै लाग्यो। कुरा गरौँ अहिलेको सबैभन्दा मलाई खतरनाक र बब्बाल लागेको स्किन है, ट्रोगनको स्किन आउनेवाला छ, जो चाहिँ युनिभर्सल रिङ टोकनमै आउँछ, तर डेट चाहिँ फिक्स छैन। सायद यो लस्ट ट्रेजरीको इभेन्ट पछि आउँछ होला सायद है, र त्यसको रिभ्यू चाहिँ हेर्न सक्नुहुन्छ। यस्तो खतरनाक लाग्यो है मलाई चाहिँ अहिलेसम्मको ट्रोगनको स्किन, देख्न सक्नुहुन्छ। एनिमेसन चाहिँ बवाल हुनेछ। ट्रोगन रबी सर्टवाला चाहिँ नाम हुनेवाला छ है। यसको एनिमेसन यस्तो हुन्छ, दुईवटा मोडमा लग्न पाउँछ है। एउटा चाहिँ ग्रेनेड मोडमा त्यसको क्लच चेन्ज हुन्छ भने फायर गनमा चाहिँ सर्ट गनमा चाहिँ रेड कलरको हुनेछ र ग्रेनेड मोडमा चाहिँ येल्लो कलरको हुनेछ। यसमा चाहिँ 3वटा स्किनहरू आउनेछ। एउटा ट्रोगन मेन भइहाल्यो, त्यसपछि युएसपी र एमटिभीको स्किन आउनेछ भने वाल चाहिँ आउँदैन होला, र ब्याक लुट बक्स पनि आउँदैन होला, किनकि यो फरक सर्भर भएर हो है। मलाई चाहिँ अहिलेसम्म कि बवाल लाग्यो। तपाईँहरूलाई कस्तो लाग्यो भनिदिनु होला कमेन्टमा है। ल गाइज, आजको लागि चाहिँ यति नै थियो। टु नाइट अपडेट चाहिँ भोलि आउँछ है, आजको लागि चाहिँ छैन टु नाइट अपडेट। ल सबैले माया देखाउनु पऱ्यो। आजको लागि यति नै। टेक केयर एन्ड बाई बाई।